सुनकेरा हो। धेरै काभ्रे काभ्रे नभन्दा हुन्छ अनि नुवाकोटे नुवाकोटे पनि नभन्दा हुन्छ होइन। सक्छौ भने काभ्रेलाई एउटा ब्रान्ड होइन क्या, तामाङ एउटा ब्रान्ड भनेर देखाइदियो। तामाङलाई एउटा ब्रान्ड बनाऊ। कहिले काभ्रेले किङ भनेको छ होइन, कहिले नुवाकोटे किङ भनेको छ। आखिर तामाङले चाहिँ किन डिस हानिरहेको क्या तिमीहरू? सक्छौ भने एक ढिका भएर एउटा तामाङ ब्रान्ड बनाऊ न। जो जहाँको भने तामाङ भनेको तामाङै हो, चाहे काभ्रेको किन्नु नहोस्, चाहे नुवाकोटे किन्नु नहोस्, चाहे धादिङे किन्नु नहोस् होइन। जो पनि तामाङ हो। तामाङ भनेको कि त जात अब के भन्छ यो जात धर्मै छुट्टै हुनु पर्यो, संस्कृति सबै छुट्टा छुट्टै हुनु पर्यो। काभ्रेको छुट्टै हुनु पर्यो, नुवाकोटे छुट्टै हुनु पर्यो होइन। अनि अरू ठाउँको सबैको छुट्टै हुनु पर्यो। चलन चल्ती अब रीतिथिति सबै एउटै छ यार। यत्तिकैमा टाउको दुखाएर बस्छ कि केटाहरू, एउटाले एउटालाई डिस हानेछ, एउटाले एउटालाई डिस हानेको छ। हामी सब एक ढिका हो।